Ya भैयाको एक्साइटेड ल गाइज हामी चाहिँ घर पुगिसक्यौँ पुग्यो फाइनली। यहाँ हेर्नु हाम्रो माइजूको रियाक्सन कति गुनु खै त साथीहरू तपाईँलाई थाहा छ जिन्दगीमा सबैभन्दा ठुलो कुरो भनेको के हो थाहा छ? सबर गर्नु। किन मेरो पछाडि म चाहिँ पहिले तिहारमा अनि दसैँमा म घर जान्छु भन्दा धुने तर बाई चान्स त्यो कहिले क्यान्सल गर्नु कहिले के आउनु गरेर क्यान्सल गर्छु। मैले योभन्दा पहिला 3टा टिकट मैले काटिसकेको थिएँ र त्यो पनि अनफर्चुनेटली क्यान्सल भयो। अनि त्यसपछि तत्काल टिकट निकालेको त्यो पनि क्यान्सल भयो। लास्टमा गएर मैले रेलवे स्टेसनबाट काटेको त्यो पनि डबल प्राइसमा। सो एकदमै दुःख भयो। रातिको 12 साढे 12 बजे गएर मलाई लाइन लाग्न पर्यो। लाइन लागेर भएपछि 11 बजे 5 तारिक 11 बजे बल्ल मलाई टिकट पाएँ। त्यो पनि हतारमा अनि सपिङहरू यताउता गर्दा घर गएपछि सपिङ गर्ने पऱ्यो। सो सपिङहरू गरेँ। सपिङ गरेपछि थोरै थोरै सपिङ गरेँ। सपिङ गर्दा मेरो यति दुईवटा छ, एउटा ब्याग अनि अर्को ब्याग अनि एउटा ब्याग अनि लगेज। सो अब यति लगेर चाहिँ म नेपाल जाँदैछु। गाह्रो त एकदमै गाह्रो हुन्छ किनभने सिङ्गल मान्छेले यत्रो सामान लिएर गएर त दौडो हुन्छ। बहुत मुस्किलै भइरहेको छ मलाई पनि। रातभरि कुर्दा बल्ल 4 बज्यो। अब गाडी छ कति 5 बजेर 35-23 मिनटको गाडी छ ट्रेन। सो अब म चाहिँ 4:30 बजे चाहिँ यहाँबाट त्यो गेट अगाडिको गेटबाट चाहिँ म ट्रेनतर्फ लाग्छु। त्यसपछि मलाई फेरि गएर त्यहाँ D3 प्लेटफर्म नम्बर 3 मा गएर मलाई फेरि मेरो सिट खोज्न पर्ने हुन्छ, सेकेन्ड एसी। एकदमै थकाइ लाग्छ मलाई। कतिखेर घर पुगौँ र अनि सुतौँ जस्तो मन लागिरहेछ। एक्साइटेड त नभनौँ। भएर मैले भनेकै छैन अब म आउँदैछु भनेर अहिले मैले घर पनि भनेको छैन। सरप्राइज दिन जाने हो भनेर निस्केको। आफ्नै लापता छु, यता पता छैन मेरो। म त न यताको न उताको भइरहेको अहिले। फाइनली गाइज म ट्रेनमा चढिसकेँ र मैले आफ्नो सिट पनि पाइसकेँ। फर्स्ट एसी। सुरुमा त मलाई थाहा पनि थिएन एसी अगाडि छ कि पछाडिको डब्बामा छ भने। दुईचोटि पछाडिको डब्बामा गएँ र एकचोटि अगाडिको डब्बामा गएँ। अनि त्यसपछि जाँदै पनि मेरो ब्यागहरू पुरै लगेज एकदमै ध्वस्त भइसकेको टुट्यो। अगाडिको चक्काहरू पनि सब टुट्यो र पकड्ने पनि टुट्यो। त्यसपछि खासमा चाहिँ मेरो सिट यो तलको थियो। दुईजना दाजुभाइ थियो। दाजुभाइले चाहिँ रिक्वेस्ट गरेर अगाडि माथिको लिन्छ भनेर मलाई रिक्वेस्ट गरेँ। एउटाको चाहिँ यहाँ परेको रहेछ माथिपट्टि, त्यही भएर रिक्वेस्ट गरेँ। त्यसैले मेरो सिट मैले तिनीहरूले दिएँ तर मेरो सामानहरू चाहिँ मैले तलै राखेको छु अनि म चाहिँ माथि आएर एडजस्ट गरिरहेको छु। सो गाडी पनि हिँडिसक्यो। अहिले एक्ज्याक्ट बज्यो 5:31। यति गाह्रो भयो नि मलाई बिहान ट्रेन पक्रिँदाखेरि। किनभने मलाई यो A145 यो मेरो जुन सेक्सन छ नि यो डब्बा छ नि, कहिले भन्छ अगाडि मलाई थाहा पनि थिएन क्या अगाडिपट्टि हुँदैन। मलाई त बिचमा हुन्छ भन्ने जस्तो लागिरहेको थियो। अनि म पछाडि गएँ दुईचोटि पछाडि गएँ। एकचोटि पछाडि जान 15 मिनट लाग्छ। दुईचोटि पछाडि गएँ, एकचोटि अगाडि गएँ पाएन। अनि फेरि अझै अगाडि गएको बल्ल पाएँ क्या। यति गाह्रो भयो। त्यसैले गडबड भएर अनि एकदमै अत्तुरीले गर्दाखेरि लगेज खस्यो। मेरो लगेज पनि टुट्यो। तलको वेली चक्का पनि टुट्यो एकदमै। अब म गोरखपुर गयो भने मलाई भरिया जस्तो कुली जस्तो कन्धमा बोकेर लैजान पर्छ मलाई लगेज। गाह्रो एकदमै एक्लै सफर गर्नलाई एकदमै गाह्रो हुँदो रहेछ गाइज। हुन त म एक्लै बहुतचोटि पनि गइसकेँ, जता पनि घर पनि आइसकेको छु एक्लै। तर योपालि चाहिँ एकदमै गाह्रो भइरहेछ मलाई। किनभने अचानक मैले डिसिजन गरेँ, अचानक मैले मुड बनाएँ घर जाने। त्यही भएर केही प्लानिङ पनि गर्न पाएन। सो गाह्रो त गाह्रो नै हुन्छ तर खुसी पनि छु, एक्साइटेड पनि छु किनभने घर जान पाउँछु भनेर। अब आज 2 बज्यो अहिले।
भोलि बराबर 11:30 बजे गोरखपुरमा चाहिँ झर्छु म। गोरखपुरसम्म छ, त्यसो गोरखपुरबाट चाहिँ म क्याबमा ट्याक्सीमा सोनोली चढ्दा चाहिँ सोनोलीबाट चाहिँ मलाई दाइ पिकअप गर्न आउनुहुन्छ। हेरौँ आउनुहुन्छ कि आउनुहुन्न। दाइलाई पनि बोलाउँछु मैले, किनभने एक्लै त त्यहाँबाट त एक्लै त जान त एकदमै गाह्रो हुन्छ, त्यहाँबाट फेरि बोकेर त जान सक्दैन म। सो अहिले म के गर्छु भन्दाखेरि अहिले म ब्रस गर्छु पहिला, ब्रस गरेपछि ब्रेकफास्ट गर्छु म। अहिले म कहाँ छु भन्दाखेरि म चाहिँ वासरुममा चाहिँ, यो चाहिँ सेकेन्ड क्लास एसीको वासरुम। पहिला चाहिँ म आउँदाखेरि म ट्रेनमा धेरै सफर गरिसकेको छु, तर पहिला आउँदाखेरि के थियो भन्दाखेरि एकदम पोरोसो थियो। अहिले चाहिँ कमसेकम यो चाहिँ यस्तो वासरुम हुन्छ सेकेन्ड एसीमा। फर्स्ट एसीमा त चढेको होइन, तर यस्तो हुन्छ, तर एकदम साफ सुथरा मजाको बनाएको रहेछ। मलाई मन पर्यो। अनि ठिक छ वासरुममा आइदिउँ भनेर अनि वासरुम पनि आइदिएर मलाई भर्खरै उठेँ म पनि। अब फ्रेस ब्रस रस गरेपछि अब वासरुम जान्छु, त्यसपछि सो गाइज अहिले म चाहिँ स्टेसनबाट तल झरिसकेको छु। एकदमै भोक लागेको छ, केही पनि खाएको छैन, 2 बजे उठेको थिएँ। सो मैले अब केही न केही त खान्छु यहाँबाट। कितना 30 रुपये 2 31 ओके 2 कर दो। सो पहिला अन्डा ब्रेड खान्छु मैले, एकदमै भोक लाग्छ। केही पनि खाँदैन, भर्खरै अन्डा र ब्रेड लिएँ मैले 2टा, त्यो चिज 60 रुपियाँको, अनि एउटा चाहिँ चिप्स लिएको छु, त्यही खान्छु। त्यसपछि चाहिँ 6:30 बजे भोपाल स्टेसनमा गएपछि बल्ल केही न केही खानु पर्ला, किनभने यहाँ एकदमै महँगो पनि हुन्छ अनि फ्रेस पनि त्यति साह्रो पाइँदैन। सो मजा पनि आइरहेछ, एक्साइटेड, अब घर आउने टाइम नजिकै भइरहेछ। सो एकदमै एक्साइटेड छु। म चाहिँ कहाँ छु भन्दाखेरि बराबर इटारसी जङ्सनमा छु। कति बजे भन्दाखेरि 4:30 बजे लगभग मैले 12:30 घन्टादेखि मैले केही पनि खाएको थिएन। म त्यही स्टेसन चढेँ, हतार हतारमा स्टेसन चढेँ र स्टेसन चढिसकेपछि डाइरेक्ट सुतिहालेँ म। बिहानै 12.5 घन्टा पछि मैले स्टेसनमा रोकेर त्यसपछि चाहिँ अन्डा र ब्रेड देखेको फ्रेस बनाएको थिएँ। त्यही मैले खासै मलाई त सिटिमेटी ट्रेन चढ्दाखेरि बाहिरको खानाहरू खान मन पर्दैन, अनि फोहोरहरू हुन्छ, त्यति हाइजिन पनि हुँदैन। तर मैले चाहिँ भर्खरै ह्यान्डमेड, भर्खरै ताजा ताजा बनाएको देखेर आफै मैले चाहिँ 2टा ब्रेड लिएर गएको छु। एउटालाई 30 रुपियाँ, अर्कोलाई 60 रुपियाँ टोटल, अनि 30 रुपियाँको यो। सो अहिले यति बजी चिप्स खान्छु अनि यो यति नास्ता गरेर त्यसपछि 6:30 बजे चाहिँ म भोपालमा गएर चाहिँ केही हेभी खानाहरू, हेभी फुडहरू खान्छु। त्यति बेलासम्म यति खाएर म सुत्छु, नत्र यति मोबाइल चलाएर बस्नुपर्ने हुन्छ मलाई, किनभने फेरि निदाइछु भने म गल्तीले फेरि अर्को स्टेसन आउनलाई धेरै टाइम छ, 8-9 बजीतिर, त्यति बेलासम्म भोक लागेर फेरि फ्या भइन्छ। सो मैले यति पहिला खान्छु, त्यसपछि फेरि अगाडितर्फ जान्छु म। भोक लाग्यो भएर होला नि, एकदमै मिठो भइरहेको छ। सिटीमिटी त मैले ब्रेडहरू खाँदिनँ, तर के गर्ने भोक लागेको बेलामा खानै पर्यो। फ्रेस छ है यो, एकदम फ्रेस पनि छ, मिठो पनि छ अन्डा र ब्रेड। सो साथीहरू म अहिले भोपाल आइसकेँ। सो एकदम ठुलो स्टेसन हो, अब यहाँबाट चाहिँ म केही खान्छु, एकदमै मलाई भोक लागेको छ। भोपालमा छु र मैले भर्खरै उत्रेर अघिको एउटा ब्रेड अनि 3टा समोसा लिएँ। ब्रेडको चाहिँ 40 रुपियाँ, पार्सीमा 30 रुपियाँ लिएको थियो, अनि यहाँ चाहिँ 40 रुपियाँ अरे, 10 रुपियाँ एक्स्ट्रा प्लस समोसा लिएँ 30 रुपियाँको 3टा पिस। अब म त्यही खान्छु। यो भोपाल पछि फेरि झाँसी आउँछ, अब म उठ्दैन, किनभने यही हो मेरो
लन्च भने नि यही हो, डिनर भने नि यही हो रातिको। अब म यही खान्छु, यही खाएर भ्याएपछि एकैचोटि भोलि उठ्छु। भोलि बिहान 6-7 बजे, अनि भोलि बिहान 6-7 बजे उठेपछि मेरो 11 बजे चाहिँ गोरखपुर छ डाइरेक्ट। सो यो चाहिँ मेरो ट्रेन, म बसेको ट्रेन गोरखपुरदेखि जति नजिक नजिक आउँदैछ घर जाने त्यति मनमा ढुकढुक ढुकढुक भइरहेछ। किनभने घर कतिखेर घर पुगौँ जस्तो आश्चर्य भइरहेछ मलाई। यो ट्रेनको साइडको पसलहरू के कति बाटो हुँदो रहेछ है। भर्खरै मैले एउटा पानी किनेको थिएँ, मैले दिएको थिएँ कति रुपियाँ भन्दाखेरि 20 रुपियाँ दिएको मैले। 20 रुपियाँ दिएर एउटा पानी 5 रुपियाँ छुट्टा दिनु थियो, 5 रुपियाँ छुट्टा दिएन। एउटा मिठाई अनि 2टा मिठाई अनि 3 रुपियाँ दियो, अनि 30 रुपियाँ 2टा पानी लिएको त। अनि फेरि मैले 40 रुपियाँ दिएँ टोटल, अनि बल्ल 10 रुपियाँ दियो। कति बाटो के बिजनेस, सानो सानो 1 रुपियाँ 2 रुपियाँ बचाइराख्ने यिनीहरू। अहिले कहाँ छु भन्दाखेरि म अहिले छु भोपाल स्टेसनमा। सो अब 6:30 बजिसक्यो। 6:30 बजेपछि यो चाहिँ ठुलो यतापट्टिको चाहिँ ठुलो रेलवे स्टेसन हो। त्यही भएर यहाँ चाहिँ मैले सामानहरू लिएँ, 2 पानीको बोतलहरू लिएँ, समोसा। अनि मेरो आजको लन्च र डिनर भने नि 2टै यही हो। सो मैले यो खान्छु, यो खाएपछि म सुतिहाल्छु। किन मलाई भोलि फेरि बिहान उठ्नुपर्छ। मलाई फेरि बिहान 6-7 बजे उठेर फेरि फ्रेस भएर, किनभने त्यसपछि बिहान चाँडो नउठ्यो भने एकदमै भिड हुन्छ पछि। सो ब्रस गर्न पनि टाइम पाइँदैन। अब यो मेरो ट्रेन निस्किसक्यो, यही हो मेरो ट्रेन। यहाँबाट भोपालबाट रवाना भइसक्यो। सो यहाँबाट भोपालबाट फेरि हामी अब निस्किसक्यौँ अगाडितर्फ। लामो दूरीको सफर चाहिँ सबैलाई एकदमै रमाइलो लाग्छ र मलाई पनि अति नै मनपर्छ लामो दूरीको। तर कस्तो खण्डमा भन्दाखेरि चाहिँ जति बेला चाहिँ आफूसँग साथमा कोही होस्, आफन्ती होस्, इष्टमित्र होस्, त्यति बेला चाहिँ एकदमै लामो दूरीको सफरहरू यादगार हुन्छ, रमाइलो हुन्छ। र अहिले चाहिँ म घर जाँदैछु र मेरो पनि यो लामो दूरीको सफरै भनौँ 30-32 घन्टा चाहिँ ट्रेनमा मैले बिताउनेछु। सो आधी 15 घन्टा त भइसक्यो अलरेडी। सो अब आज चाहिँ डे 2 भनौँ न, अब डे 2 नै भनौँ, राति भइसक्यो। सो आज डे 2 म जहाँबाट म जुन ठाउँबाट बस्थेँ त्यो ठाउँबाट हिँडेको चाहिँ डे 2। सो अहिले चाहिँ म रेलवे स्टेसनमै छु। म दिउँसो 2 बजेतिर उठेको थिएँ। उठेर अनि फेरि ब्रेकफास्टहरू गरेँ। त्यसपछि अहिले फेरि मेरो खाना भनौँ, लन्च भने नि हुन्छ, डिनर भने पनि यही छ। मसँग अहिले 3टा समोसा छ गाइस, अनि खुर्सानी चाहिँ एक्स्ट्रा हालेको छु मैले, किनभने चटपटा खाने बानी परिसकेको छ मलाई। अनि प्लस अन्डा ब्रेड, फेरि यहाँ अझै एउटा खुर्सानी। सो आज चाहिँ मेरो भोजन यही हुन्छ। यो भ्याएपछि त्यसपछि 2टा पानी लिएको थिएँ मैले अघि नै पनि मैले भरिसकेँ। यो एउटा पानी चाहिँ कति रुपियाँ भन्दाखेरि 15 रुपियाँ, एउटा पानीलाई 15 रुपियाँ पर्छ। यहीँले 15 रुपियाँ लेखेको छ। र मसँग चाहिँ क्यास 20 रुपियाँ थियो र मको लागि। त्यसपछि 20 रुपियाँ दिएँ। 20 रुपियाँ दिएपछि मलाई त 15 रुपियाँ भनेपछि 5 रुपियाँ फर्काउनु पर्यो। तर त्यो मान्छेले के गर्यो, 2 रुपियाँ फर्काइदियो अनि 3 रुपियाँको चाहिँ चक्लेट दियो कि मलाई। अनि मैले भने छुट्टा दियो भने छुट्टा छैन भन्यो। त्यहाँबाट त्यसले भन्यो एक नै 2 लेके जाओ, 30 रुपियाँ पडेगा भन्यो। अनि मसँग 40 रुपियाँ थियो, मसँग हातमा दिएको थियो। अनि ठिक छ, मैले भने पानी त हो, जति बेला घर खाए पनि लैजाँदा बचेर घर खाए पनि बाटोमा खाए पनि पानी त हो होइन, सकिहाल्छ भने 2टा लिए 40 रुपियाँ दिएँ। त्यसपछि ट्याक्क 10 रुपियाँ निकालेर दियो क्या त्यसले। त्यो अलरेडी दिएको 5 रुपियाँको नोट पहिले मैले देखिसकेको थिएँ। त्यति कस्तो भन्दाखेरि अब 1-2 रुपियाँ एउटा मान्छेबाट 1 रुपियाँ बचायो, 2 रुपियाँ बचायो भने पनि 30जना मान्छेबाट 15-20 रुपियाँ आरामले बच्छ नि। सो यस्तो हुन्छ कि मार्केटिङ स्ट्राटेजी। यो सानो सानो कुराहरू चाहिँ जताबाट पनि सिक्न मिल्छ कि। सो गाइज अब चाहिँ म समोसा खान्छु, कहिलेको थाहा छैन। हेर्दाखेरि त अब फ्रेस त नहोला, तर भोक लाग्यो के गर्ने, खाने पनि नखाए त बचिन्न त्यतिकै। फेरि बिमार भएर घर गयो भने के फाइदा, फेरि हप्ताभरको लागि घर जाने, बिमार भएर जाने। भित्र आलु नै छैन, त्यही पनि त्यो भोक लागेको बेलामा एकदमै मिठो भइरहेको। यो चाहिँ अगाडि मैले खाएको सिधा प्लेन स्यान्डविच थियो।
अहिले चाहिँ अनियन हालेर दिएको छ अनियन केचप अनि गरम मसाला मिठो छ गुड मर्निङ गाइज म त भर्खरै उठिरहेको बिहान भइसक्यो अलमोस्ट 8:30 पौने 9 भइसक्यो अब भर्खरै उठेर अब ब्रुस गर्छु ब्रुस गरिसकेपछि 11 11:30 बजीतिर गोरखपुर झर्नुपर्छ मलाई निन्द्रा बल्ल मजाले पुग्यो अघि मेरो सिट चाहिँ खासमा चाहिँ मेरो सिट चाहिँ यो थियो 45 A1 45 विन्डो सिट तलको तर यहाँ चाहिँ यसको यो बराबर माथिको सिट चाहिँ उतापट्टि थियो मैले अघि नै भनिसकेको थिएँ हिजो तिनीहरूलाई चाहिँ दुईटै सँगै चाहियो भनेर चाहिँ मसँग रिक्वेस्ट गरेर अनि मैले चाहिँ यो सिट दिएँ तिनीहरूलाई सो एडजस्ट गरेर जता बसे नि त्यो बस्ने नै हो भनेर उता बसेको थिएँ तर डाइरेक्ट त्यो एसीको हावा चाहिँ मुखमै परेर रातभरि सुत्न पनि सकेन खोके गरेर अनि हिजो ठ्याक्क 3 बजे राति नागपुरमा झरिन्थिनँ त्यसपछि म आएर फेरि यहाँ सिफ्ट भएर म यहाँ आएर सुतेँ बल्ल राम्रोसँग सुत्न पाएको छु अनि भर्खर उठेँ 8:30 बजे सो अब म पहिला ब्रस गर्छु ब्रस गरेर मुखसुख धोएर अनि फ्रेस भएर बस्छु म घाँटी एकदमै दुखिरहेको छ झ्याउ लाग्छ उठ्न नि मन लागेन सो गाइज म भर्खरै ब्रस गरेर रेडी भइसकेँ त्यसपछि अर्को लुगा लगाएँ मैले लुगा चेन्ज गरेँ अब चाहिँ 9 बजिसक्यो अहिले सो अहिले चाहिँ ब्रस गरेर म रेडी भइसकेँ सबै लुगा लगाएर 9 बजी अझै 2 घन्टा बाँकी छ गोरखपुर आउन त्यसपछि म गोरखपुर झरेर मलाई फेरि डाइरेक्ट गाडी चढेर सोनोलीबाट जानुपर्ने हुन्छ सो एकदमै जाडो भइरहेको छ मलाई बाहिर जाडो गरिरहेको 11:30 बजिसक्यो अहिले अब गोरखपुरमा निस्किन लाग्यो गोरखपुर स्टेसनमा आइसकेँ म अब सामानहरू कति धेरै छ मेरो एक्लै छु म गाह्रो त एकदम गाह्रो हुन्छ अनि आउने बेलामा चाहिँ मेरो लगेज पनि टुट्यो पुरै हतारमा गरेर अब यहाँबाट तल फेरि गोरखपुर स्टेसनबाट तल पार्किङसम्म जाँदा चाहिँ एकदमै गाह्रो हुन्छ मलाई अब म बाहिर जान्छु चलो भाई चलो ठीक से जाओ आप भी ठीक स्टेसन पनि आइसक्यो अब 2 मिनट छ हामी चाहिँ 20 मिनट पहिले पुगिसकेको थियौँ तर रुल्स अनुसार चाहिँ बराबर टाइममा पुग्नुपर्छ ढिलो कहिलेकाहीँ ढिलो हुन्छ तर छिटो पुग्यो भने चाहिँ अरू स्टेसनको पनि टाइम लाग्छ त्यही भएर मेरो चाहिँ यो लगेज अनि एउटा ब्याग अनि पछाडि मैले एउटा ब्याग भिरेको छु सो मेरो ब्याग चाहिँ एकदमै ध्वस्तै भएको छ यो पनि टुट्यो यहाँ पनि टुटेछ अनि चक्का त अलमोस्ट चक्कै गइसकेछ सबै चक्का पनि केही पनि छैन सो अब उठाएर जानुपर्छ मैले एकदम गाह्रो त गाह्रै हुन्छ
फाइनली म गोरखपुर पुगिसकेँ अब पछाडि सामान अब त्यो सामान लिएर चाहिँ तल पार्किङ एरियामा मलाई जानुपर्ने हुन्छ एक्लै किनभने लिन त कोही पनि आउँदैन एक्लै जाने हो बोलाएको पनि छैन लिन सो गाइज म चाहिँ यहाँबाट गोरखपुरबाट निस्किसकेँ अब ट्याक्सीतर्फ यो चाहिँ मेरो ड्राइभर दाइ हैन गाडी पनि पाइसकेँ मैले सबैभन्दा पहिला म नै निस्केँ त्यही भएर अब पहिला चाहिँ पार्किङ लटमा जाँदैछु म र मेरो बैग धेरै भएको हुनाले मेरा बैग बहुत सारा था इसीलिए दाई को दिया एक मैं बोकने के लिए सो अब चाहिँ पार्किङ एरियातिर जाँदैछु म अब घर जान धेरै टाइम पनि लाग्दैन यो चाहिँ ड्राइभर दाइ अनि मेरो ब्याग चाहिँ पुरै टुटेर त्यसै मैले चाहिँ बोक्न दिएको लाइभ चल रहा है हो गया ना मैं अंदर ही बैठूंगा अभी अंदर घर भी होगा ठीक है चलेगा ठीक है ओके 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 म गाडीमा बसिसकेँ अब म जान लाग्यो यहाँबाट चाहिँ सुनले धेरै कोरिसकेँ 11:30 बजेतिर आएको थिएँ र अब यहाँबाट चाहिँ दुईजना जानुपर्छ म अनि फ्रान्सको फरेनर सो रियली एक्साइटेड टु गो होम म र दुईजना मात्रै छौँ म छौँ अनि मेरो अगाडिपट्टि चाहिँ एउटा भनौँ न टुरिस्ट म्याम हुनुहुन्छ सो म्याम वेयर आर यु गोइङ राइट नाउ ओके Where are you going? Lumbini. Close to the border. Yeah. So guys, अहिले हामी कहाँ छौँ भन्दाखेरि हामी जस्ट गोरखपुर र सोनौली बोर्डरको ट्याक्क बिच एरियामा छौँ अनि भोक पनि लागेको थियो त्यही भएर केही पनि खाँदैन पनि त्यो ट्रेनमा त्यही भएर मैले चाहिँ कफी मगाएको छु यहाँबाट अनि बिच बाटोमा चाहिँ एउटा साथी भनौँ न साथी नै भेटाएको थिएँ हामी सँगै एउटै ट्रेनमा आएको थियौँ र चिनेको त थिएन तर एउटै गाडीमा परेको हुनाले चाहिँ सोधिरहेको थिएँ म अनि फरेनर भनौँ न फ्रान्सदेखि आउनुभएको छ अनि गेस्ट अब नेपाल घुम्नको लागि आउनुभएको रहेछ उहाँ चाहिँ पहिला चाहिँ लुम्बिनी घुम्ने रे त्यसपछि लुम्बिनी घुमिसकेपछि काठमाडौँ चाहिँ पोखरा भएपछि डाइरेक्ट रिटर्न दार्जिलिङतिर जानुहुन्छ अरे फरेनर त्यसो खारे चेकिङ त थिएन त्यसो खारे चेकिङ थिएर दाइलाई बोलाएको छु दाइ पनि आउनु भइसक्यो आउँदै हुनुहुन्छ ल अब चाहिँ डाइरेक्ट ल दाइ पनि आउनु भइसक्यो ओ दाइ के छ मेरो हालखबर ल ढोकरे ल मेरो दाइ आफ्नै दाइ फेस मिल्छ कि नै मिल्छ नि है चेकिङ त त्यति साह्रो चेकिङ त थिएन नर्मल उतै स्टार्टिङमा चेकिङ हुन्छ कि त्यहाँ इन्डियाको मात्रै गरे अनि धेरै ल हेलो अनि धेरै गाह्रै भयो आउने बेलामा किनभने एक्लै सफर गर्दाखेरि एकदम गाह्रो हुँदो रहेछ त्यसैमाथि मेरो लगेज पनि हेरौँ न यहाँ एउटा यो पनि टुट्यो त्यो सामान धेरै भएर क्या यो टुट्यो अनि यो टुट्यो चक्का छैन हेरौँ न चक्का केही छैन कि यत्तिकै माथि भरिए जस्तो बोकेर नि उहाँ बस स्ट्यान्डबाट आएको नि त म अनि ल अब चाहिँ म कहाँ जान्छु भन्दा डाइरेक्ट घर जान्छु मलाई एकदमै थकेर लाग्यो घर कसैलाई पनि थाहा छैन मेरो दाइ पनि हुन्छ आफ्नै दाइ पनि उहाँ पनि घर अनि त्यो दाइलाई पनि बोलाएको छैन किनभने सबैलाई सरप्राइज दिन्छु भनेर अहिले चाहिँ म सोनौली बोर्डरको ट्याक्कै वारी नै छु पारीबाट भर्खरै आएको त्यस्तो खासै चेक त गरेन भन्चार पनि नलिगेन जेएनजीको आन्दोलनले गर्दा एकदम फरक परेछ के त राम्रो सुधारहरू भएको छ आन्दोलनपछि बल्लमा आएको छु 1.5 वर्षपछि म आएँ सो मेरो दाइले चाहिँ सामान नचाप्नु है सामान ऊ छ फुट्ने सामान छ क्या अनि जोस् रमाइलो भइरहेछ ल भाइलाई भेटेर कस्तो अनुभव भएको छ त नि तपाईँलाई भाइलाई भेटेर कस्तो अनुभव खुसी छु भाइ म त कति दिनदेखि दिन कुर्दै थिएँ अनि दाइ र म सँगै जाने भन्दै कुर्दै दसैँबाट हामीले प्लानिङ बनाएको अनि त्यसपछि त दाइ तिहारमा आउनुभयो अनि मेरो चाहिँ पढाइको
कारणले गर्दाखेरि म ढिलो आएँ तर कडा आएँ होइन। र अब चाहिँ डाइरेक्ट कहाँ जान्छु भन्दाखेरि मेरो घर जान्छौँ। त्यसपछि चाहिँ बाँकीको भ्लग है अब म घर जाँदैछु गाइस। र मेरो साथीहरू मेरो घर जाने बाटो चाहिँ कताबाट हो के हो भन्ने चाहिँ अहिलेको नयाँ प्रगति के भइरहेछ भनेर मैले खासै मलाई थाहा छैन, तर देखाउँदै जान्छु म। एन्ड डु नट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब माई युट्युब च्यानल। सो माया गरिदिनु होला, लाइक फलो गरिदिनु होला, सपोर्ट गरिदिनु होला गाइस। यत्रो मेहनत लाग्छ नि उहाँ बम्बईबाट आउँदा एकदमै राम्रो बनाएको रहेछ। म जेएनजी आन्दोलनपछि आएँ बल्ल यहाँ मेरो गाउँठाउँमा भैरुवा, र बाटोघाटो पनि एकदमै राम्रो बनाएको रहेछ होइन त। अनि त्यही हो, अब चाहिँ 2-4 दिन नेपालमै छु गरे त्यही पनि एक्सप्लोर गर्छु। हुन त आफ्नै गाउँठाउँ हो के जति घुमे पनि मिचिँदैन। यो चाहिँ मेरो घर जाने बाटो भैरुवा। सो एकदमै एक्साइटेड छु। घर मैले कसैलाई पनि भनेको छैन म आउँदैछु भनेर, त्यही भएर मैले दाइलाई लिन बोलाएको थिएँ। मम्मीको रियाक्सन हेर्न सकेँ दाइ, मम्मीको बाबाको। हिजो अस्तिसम्म बोलेको थिएँ घरै, अनि थाहा पनि थिएन। सो अब घर जाँदैछु अनि मलाई चाहिँ मम्मी र बाबाको रियाक्सन हेर्न मन छ कस्तो हुन्छ म घर पुग्दासम्मको। किनभने छोरो काम गरिरहेको थियो, आज अचानक घर आउँदाखेरि कतिको सक्ट हुन्छ भनेर म पनि एक्साइटेड छु एकदमै धेरै। अब घर जान पाउँदाखेरि त को एक्साइटेड हुन्न र। भाइले मैले सबै पुरा दाजु र भाइ म बोलेर पुरा भिडियो बनाउँदैछौँ, तर अनै नगरेको कि चालु नै नगरेको भिडियो। मेरो भाइ जात्रै एक्साइटेड भइसकेको छ। घरको मान्छे भन्दा मेरो भाइ नै एक्साइटेड भइरहेछ। म एकदम एक्साइटेड भइरहेको छु नि म। अनि अब जे भयो भने त बाहिर इन्डिया भयो भने त विदेशै हो नि त। त्यही भएर मेरो मम्मी र बाबाको रियाक्सन हेर्न मन लाग्यो, कस्तो रियाक्सन छोरो आएको भनेर। जे भए पनि म 1 वर्ष 15 महिनापछि म घर जाँदैछु। सो धेरै त छुट्टी छैन। यहाँ मेरो दाइले चाटिराख्नु भएको छ, आउन पाएको छैन, घर पुग्न पाएको छैन। अब कहिले जाने त भाइ भन्दै। अझै त बहुत बाँकी छ। मेरो भाइ आछ, कति खुसी छौँ, कति रमाइलो गर्ने हामी। अब तिहार गइसकेपछि अब दाजुभाइसँगै मिलेर तिहार मनाउनु पर्छ है दाइ। भैलो खेल्न त त्यस्तै हो, पार्टी खानुपर्छ। पार्टी चाहिँ खानुपर्छ, प्लानिङ छ दाइ भाइको। अब धेरै नै क्यामेरा राखेको रहेछ है यो। यहाँ स्पिड धेरै प्रगति भएको रहेछ, मलाई पनि थाहै नै। स्पिडहरू म फाइन मारेको थिएँ त्यही बाटो गएर म यो स्पिडको पनि भइसक्यो। बाटो त डेन्जर बनाएको छ है, खतरा भइसक्यो नि यो। यसको लागि बहुत पापड बेले मान्छे अहिले सुविधा चाहिँ भयो अहिले। मेरो घर जाने अब चाहिँ घर कहाँ छ भन्दाखेरि डाइरेक्ट 100 मिटर छ, धेरै टाढा छैन, 200 मिटर छ टाढा। र यहीसम्म हो, यहीसम्म हो। अब तिम्रो घर आउन लागिसक्यो। ल बाटो राम्रो छ भन्न पाएको छैन। अनि यो चाहिँ सरकारी स्कुल, यो हो सरकारी स्कुल गौतम बुद्ध। सो यसको पछाडि चाहिँ मेरो घर छ गाइस। कोही पनि छैनन्। ल हो यही रोक्नु है, अझ अगाडि हो यो गाइस। यो चाहिँ मेरो घर है यो। यही हुनुहुन्छ। हेलमेट खोल्नु न, हेलमेट खोल्नु। पहिला तपाईँ जानु, आउनु होइन। ल यतिकै ल गाइस, हामी कहाँ आयो भन्दा मेरो यो चाहिँ मेरो घर हो पछाडि हो। यो मेरो घर हो, कसैलाई पनि थाहा छैन। अब मम्मी चाहिँ यहीँ हुनुहुन्छ है। आउनु। मम्मी हेर्नु यहाँ भाइ आएको। एक्साइटेड। ल दाइ ढोका दिनु न, यहाँ आइज। छोटो ल गाइस, हामी चाहिँ घर पुगिसक्यौँ फाइनली। यहाँ हेर्नु हाम्रो माइजूको रियाक्सन।
कति खुनु बाबा खोइ त कति खुसी हुनुहुन्छ म चाहिँ घर आउँछु भनेर मैले भनेको थिएँ नि हिजो अस्तिसम्म म यतिकै बोलिरहेको थिएँ अनि त्यसपछि घर आउँछु भनेर कसैले भनेकै थिएन कि अनि त्यो डाइरेक्ट आफै मम्मीलाई तर्साएको फाइनल्ली गाइज म घर आइसकेँ यो चाहिँ मेरो घर नमस्ते माइजू मेरो दाइ अरे अरे नमस्ते माइजू मेरो दाइ सेम छ है फेस के छ भाइ के गरेर आयो अरे हेलो चिन्यौ मलाई चिनेन है So thank you so much guys for loving me and do not forget to like, comment, share, subscribe my YouTube channel. So एकदमै धेरै माया गर्नु होला, लाइक कमेन्ट अनि सपोर्ट गर्न साथ दिनु होला, सपोर्ट गर्न तपाईको सानो सानो सपोर्टले गर्दाखेरि मलाई अझ धेरै मोटिभेसन मिल्छ अनि अझ राम्रो राम्रो मैले भिडियो बनाउन पाम अनि तपाईहरुलाई पनि मनोरञ्जन गराउन पाम। म त एकदमै धेरै एक्साइटेड छु किनभने म धेरै दिनपछि म आफ्नो घर आइरहेको छु। आफ्नो घर भनेको आफ्नै हुन्छ कि जस्तो चाहे महलै होस् चाहे सानो होस् हैन र अनि सानो भए पनि ठुलो पनि आफ्नो घर भने चाहिँ घरै हो कि यो त मेरो घरै भयो हैन। सो एकदमै रमाइलो भइरहेछ। अब म मेरो दाइ आफ्नै दाइ अनि अर्को दाइ मेरो त्यसपछि अब 2-4 दिन धेरै त छैन म हैन 2-4 दिन भए पनि म घर आएको छु। अब एकदमै रमाइलो फन गर्नुपर्छ किनभने तिहारमा आउन पाएको थिएन। सो अहिले नै हामीले तिहार मनाउँछौँ है। अब हाम्रो घर चाहिँ अब तिहार आजबाट स्टार्ट हुँदैछ गाइज थाहा छ नि किनभने भाइ आयो नि त कान्छो छोरो। सो अहिले म चाहिँ अब एकैछिन फ्रेस हुन्छु। फ्रेस भएपछि फेरि बाबा आउनुहुन्छ नि बाबालाई पनि भेट्न छ। सो बाबालाई भेटेपछि यो आजको भिडियो चाहिँ म यहीँ इन्ड गर्छु। अनि एकदमै माया गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु सपोर्ट गरिदिनुहोस् है गाइज। यत्रो मेहनत लाग्छ नि मेरो आउँदै भिडियो बनाउँदै यो मेरो लगेज पनि टुटे के थाहा छ नि कस्तरीमा आएको भनेर सबै हेर्नु भइरहेछ नि है। अब झुसली किरा छ त उले बाबा ल ढोकरे ल मेरो बाबा म त झुसली किरा हो भनेर फाइनली गाइस ल बाबालाई नै भेटे है त ल के छ त हालखबर ठीक छ। अरे मेरो बाबा म त 40 किलोको छु यार। ल गाइस मेरो बाबा मम्मी ल मैले दुईटालाई भेटेँ एकदमै खुसी लाग्छ है। एकदमै एक्साइटेड थिएँ मम्मीलाई भेटौँ भनेर अनि बाबालाई भेटौँ भनेर मैले भनेको पनि थिएन घर किनभने म आउँदैछु भनेर मेरो बाबा मेरो मम्मी ल गाइस डु नट फर्गेट टु लाइक कमेन्ट शेयर सब्सक्राइब माई युट्युब च्यानल। ओके सपोर्ट गर्नु होला है गाइस। ल आजको भिडियो यति नै ल फेरि अर्को भिडियो नयाँ भिडियो लिएर उपस्थित हुन्छु त्यति समयको लागि सी यू गाइस लेटर। ओके लभ यु अल बाई 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 बाई।